भुँड मार्ने काम भइरहेछ शनिबारको दिन सदुपयोग भुँड मार्ने औषध फालियो हेर्नुहोस् गाईहरू भुँड मार्ने भनेको छ खोइ मर्छ मर्दैन ट्राई गरिरहेको छु यो औषधि यो 1 लिटरमा 5 ml हाल्ने भनेको हो 5 ml हालिसकेका छु अब यसमा भुँड मर्छ कि मर्दैन फर्स्टचोटि ट्राई गर्दैछु फर्स्टचोटि हो गाईहरू भुँड मार्ने औषधि यो चाहिँ गुडिसकेपछि हालिसक्यो हो 1 लिटरमा 5 ml हाल्ने भनेको छ प्राविधिकले के गर्नु हजारी छैन गाईहरू ठुलो डिब्बा किनेको छु यो डिब्बाले हाल्ने छ औषधि गाईहरू हेर्नुहोस् भुँड मार्ने भनेको छ भुँड मार्ने मर्छ मर्दैन अब फर्स्टचोटि ट्राई गर्दैछु गाईहरू भुँड मरेपछि पछि सबैले भनौँला पहिलोचोटि मैले ट्राई गरिरहेको छु खोइ मर्छ कि मर्दैन अब पानी चाहिँ भरिराख्नु भनेको छ पानी छ हालेको तर कम छ मात्रा बढी छ पानीको मात्रा कम छ एकदम गाईहरू पानी लगाउँदैछु पानी आउँदैछ गाईहरू